हामी चाहिँ लाग्यौँ है गाइज। पार्वती होटलमा आइपुगे भर्खर जिलेबीहरू बनाइराख्नु भएको छ जेरी बनाइराख्ने छ तातो छ पुरी पनि। अब यहाँ भाइको दोकान भाइरल गरिदिनु पर्यो। जेरी पुरी आइसकेको छ, दही यो मेरो खाइसकेँ मैले। मेरो पान्टुरे छोरा छ यहाँ, अलिकति दही खाँदैछ बिहान बिहान। सरी यहाँ कति छिटो आइपुग्यो है। गाइज भ्यूज हेर्नु है, कस्तो दामी। जिन्दगीको गोरेटोमा होइन, यहाँको पुग्यो भिडियो माथि भ्यू टावर पनि देखिँदो रहेछ। एकदम धेरै डाँडा रहेछ होइन, यहाँ डाँडामा आएको हामी भ्यूहरू हेर्छु दामी छ। अनि यता गाडी कुदिरहेछ, गाडी पनि यो चाहिँ अलिकति दर्शिलो चालो चाहिँ हामी भ्यू हेर्न आएको होइन, वेदर हेर्न आएको। वेदर विराटनगर तातो वेदर छोडेर चिसो वेदरमा आएको, टिकटक बनाउने डान्स गर्ने। आउनु हजुरहरू पनि घुम्दै। के अरे यो ठाउँ भेलेटार, हाम्रो नेपालको के भन्छ वेदरहरू सबै राम्रो भएको देश। घन्टाबाट माथि होइन, यहाँ ठाउँ चाहिँ कस्तो राम्रो छ, कस्तो राम्रो। म पहिले पनि आइसकेको हो यो ठाउँमा, कस्तो निदाएछ हो। मेरो छोरा पनि छ। पनि यस्तो घुमाएर फोटो खिच्दा जाँदैन अरे, यस्तो रुख होइन, रुख छ धेरै। टमाटर कसरी केजी रहेछ?
खाँदैछ है काँचै मन पर्छ है किन थाहा छैन गाडी कति रोक्छु होइन फाइनली यो धोजे डाँडा चाहिँ आइपुगेको छौँ होइन यहाँ चाहिँ यो उकालो चढ्नु पर्दो रहेछ अब यहाँ धोजे डाँडा भनेपछि धोजै धोजा रहेछ जोरपाटीबाट अलिकति माथितिर सिद्धा बजारको छेउछाउ धोजे डाँडा चिसो त गाइज नभनौँ तुसारो झरिरहेछ अब यस्तो रहेछ कुहिरो चिसो धेरै छ हामी चाहिँ कति चढ्दैछौँ है गाइज यो धोजे डाँडा चाहिँ आउँदै हो यहाँ मामु चाहिँ मलाई रनिङ गराउँदै हुन्छ बुम 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 बाबा गाडीमा चादर लिन गइछु मलाई नै तान्नु पर्यो होइन तर गाह्रो रहेछ चिल गर्दै होइन गर्दै जाने हो घुम्ने हो रमाइलो गर्ने हो मरेर लानु के छ र होइन मरेर लानु के छ र 2 दिनको जिन्दगीमा आज हो कि भोलि हो गोरेटोमा होइन के हो नि र बन्दै बन्द फलेको रहेछ यहाँ कति धेरै बन्द फल्दो रहेछ कि यतातिर चाहिँ एकदम धेरै बन्द कसलाई मलाई खान मनपर्छ मोमो खानेको चाहिँ सबैलाई मनपर्छ ए यस मोमो यहाँ मोमो धेरै रहेछ है मोमो धेरै छ यहाँ कसरी तान्ने गाइज हामी चाहिँ यो धोजे डाँडा आइसकेको छौँ होइन यहाँको वेदर चाहिँ यस्तो धेरै रहेछ एकदम धेरै टु मच चिसो हिँड्दा गर्मी भयो जाडो हुन्छ भनेर
बाहुलावाला लुगा लाएर ज्याकेट बोकेर आएको तर चाहिँ होइन होइन एकदम धेरै हिँड्दा गर्नु भयो क्युट मैले चाहिँ नेम ओ सुनिन निम्मा राई के गर्न आएको तिमी अन्त के गर्न आएको खेल्नु कि घुम्नु घुम्नु कहाँबाट आयो कहाँबाट घरबाट आएको बुनु अरे होइन हामी चाहिँ बिराटबाट आएको है यहाँ त फोटो भन्दा पनि भिडियो खिच्दा मजा आउँदो रहेछ होइन सर हजुर चाहिँ भारी बोक्सी रहेछ के बोक्सी छ अब पानी बोक्नु पर्यो पानी बोक्नु पर्यो होइन कस्तो फिल भइरहेछ आवाज फिलिङ अहिले यस्तो भइरहेछ कि म यहीँ बस्दिउँ जस्तो लागिरहेछ यहीँ बस्दिउँ घर गइदिउँ देउता आइदिउँ घरबाट आएर बस्छु ए घरमा आएर नबस्छौँ तर आएछ के भयो त म चाहिँ जाँदैछु माथि डाँडा अझै कति माथि छ हामी चाहिँ डाँडा चाहिँ त्यही भएर वेदरको लागि भने आउनु है गाइज हेर्न कस्तो रमाइलो लाग्यो मैले चाहिँ यो भिडियो बनाएर सबैलाई पोस्ट गरेर हेर्छु राजा कस्तो राम्रो देख्यो सुप्रिया सोडले एउटा खिच्दै पठाउँछु त्यो कसले भन्दा त त्यो भनेर स्कार्फ भनेर कसले भन्दा यो फुर्का चाहिँ देखाउनु मिल्दैन जाडो रहेछ धेरै जाडो छ जाडो छ अरे हो धेरै छ जाडो धेरै रहेछ अरे मलाई चाहिँ जाडो भएको छैन है एकदम धेरै मलाई चाहिँ आनन्द आएर चाहिँ म हाफ लुगा लगाएर चाहिँ यो ठाउँ हेरेर सबजना लोभ लाग्छ होला होइन गाइज मैले चाहिँ एकदम यहाँ मेरो श्रीमानको रिक्वेस्टमा आएको हो म खासै मलाई हिँड्न मन पनि थिएन म घरमै आज शनिबार इन्जोय गर्छु भनेको थिएँ तर उहाँले मलाई म तिमीलाई यस्तो दामी ठाउँ लिएर जान्छु होइन छिटो छिटो हिँड भनेर मलाई लिएर आइछ यस्तो राम्रो ठाउँ रहेछ आनन्द आयो यहाँ लेखेको छ वेलकम टु धोजे डाँडा सो गाइज हामी धोजे डाँडा आइपुग्न आँट्यौँ हामीलाई यहाँ वेलकम गर्दै हुनुहुन्छ यहाँ पनि छिन् हेलो पुगे आएको धेरै टाढा छ अलिकति छ अब अलिकति छ अरे हामी हिँड्न सक्दैनौँ होला भनेको त सके रहेछ गाडी छान कुद्दैछौँ कुदा केटाकेटी हो के खाँदैछ मलाई दे अलिकति हो र त्यति धेरै भ्लग बनाउनु पाइँदैन है यस्तो मौसम छ हो भन यस्तो धेरै दामी अब म पुगेर भिडियो बनाउँछु गाइज आई लभ यु एउटा चाहिँ माथि जानु पर्दो रहेछ यो झन्डै देख्नुहुन्छ उहाँ माथि दुईवटा नक्रा यति रहेछ अब हामी जाँदैछौँ धेरै कहाँबाट यहाँ चाहिँ सजिलो बाटो रहेछ यति यो डाँडा हिँड्न नसक्ने मान्छेलाई यो बनाएको होला तर यो बाटो कम्प्लिट भएको रहन्छ अब हामी यताबाट लाग्दैछौँ यो डाँडा चाहिँ हामीलाई थाहा नभएको डाँडा रहेछ होइन वेदर चाहिँ दामी रहेछ कुल तर जाडो हुन्छ भन्दै जाडो चाहिँ होइन साथै गर्मी भइरहेछ टु मच लास्ट गले गाइज म चाहिँ यहाँ बसेको होइन अलिकति आराम गर्छु एकदम सास बढिरहेछ स्याहाँ भयो अनि यस्तो राम्रो डाँडामा आउँदा म लिपस्टिक लगाएर अलिक राम्रै भएर आउँछु भनेर सोचेको थिएँ कि तर यो वेदर हेरेर होइन लिपस्टिक लगाउनु बिर्सेछु मैले पानी पऱ्यो वाउ सानो पानी भन्नु मेरो भ्लग राम्रो छ कि मामुको भ्लग राम्रो राम्रो छ कस्तो पानी पऱ्यो वाउ सानो सो नाइस कस्तो राम्रो इन्भाइरोमेन्ट होइन पानी आएर झन् मजा आयो मलाई पानी पऱ्यो यहाँ चाहिँ हामीलाई पानीले गोदो होइन यो पानीले चाहिँ लास्ट रहेछ अब आउनु आँट्यो अरे हाई गाइस पानीले गोदिहाल्यो नि हामीलाई
हजुर कमेन्ट गरेर भन्छ मामुको धेरै राम्रो भ्लग छ कि मेरो हस् कुटिया बस्ने ठाउँबाट पानी पर्न थाल्यो यहाँ साह्रो घर अझै एउटा त्यो डाँडामा पुग्नुपर्छ अरे मम्मी यहाँ नानी आइछ पुगेको छैन मामी आलु आलु यतिखेर पनि आलु हुँदो रहेछ नि म त तलबाट सेतो सेतो के हल्लेको देखेर कि है यहाँ त च्यान पनि रहेछ के हल्लिँदैछ माथि भन्दै थिएँ हामी विराटनगरबाट उतादेखि मात्रै परेको थिएन पानी अहिले भर्खर परेको यहीँबाट अलिअलि यहाँ चाहिँ गाइज एकदम धेरै नै पुरै एकदम ठाडो उकालो होइन मलाई चाहिँ माथि ठुलो पाथी भएर गयो जस्तो फिल भयो होइन यति अलिकति चाहिँ 10 मिनट जतिको बाटो चाहिँ यो एकदम बाटो पनि कस्तो अप्ठ्यारो होइन ठाडै उकालो 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 रहेछ अब यो धेरै उकालो त रहेनछ तर उकालै रहेछ फाइनली हामी आइसक्यौँ हो हामी आइसक्यौँ चक्कु हुन्छ चक्कु छ भन्नु थियो है यही रहेछ फोहोरहरू जस्तो रहेछ फाल्ने धोजे डाँडाको निशानी चाहिँ हो त चक्कु यो चाहिँ यसरी छिर्नु पर्ने रहेछ यो गाइज बी केयरफुल होइन अब यहाँ जुकाहरू पनि हुनसक्छ होइन यस्तो बाटोमा त यस्तो रहेछ हाम्रो गाइजहरू चाहिँ कतातिर पुगेको नि थाहा छैन ओहो गाइज यही रहेछ अब गाइज डाँडा धोजे डाँडा गयो चक्कु अनि यहाँ शालिक रहेछ माउन्टेन हाइज भ्यू फर धोजे डाँडा यस्तो राम्रो रहेछ हाई गाइज फाइनली हामी चाहिँ धोजे डाँडाको मेन टावरमा आइसक्यौँ होइन धोजे डाँडाको मेन के भन्छ लोगो भनेको चाहिँ यो चक्कु जस्तो एउटा हुन्छ नि गर्द चक्कु के भन्छ यसलाई यही रहेछ यति नै हो यो चाहिँ यसो यताउति हरियो पर्यो अनि डाँडा काँडा पिरोहरू होइन त्यही रहेछ सबै हेरिहाल्यो भने यही हो है गाइज हजुरहरू पनि घुम्न आउनु होला हामी पनि घुम्न आइसक्यौँ अब हजुरहरूको पालो है त हामी चाहिँ फर्किने क्रममा हो होइन यता हामीले केही छुन पनि अलिक डर लाग्यो मलाई पर्दालाई छुन मन लाग्यो यस्तो छुइदिउँ यहीँ त आइहालेँ कस्तो पर्दा है पछाडि यसो यताबाट अप्ठ्यारो रहेछ आइसक्यौँ हामी यही हो है यति दुईजना उताबाट खेलेर गाइज हामी चाहिँ स्वामी ध्यान चन्दन सिंह सरसँग हामी चाहिँ यो राम्रो यो धोजे डाँडा घुम्ने मौका पायौँ होइन सरको रिक्वेस्टमा हामी आएको यो धोजे डाँडा एकदम राम्रो लाग्यो मलाई हरियो वातावरण हरियाली खुब इन्जोय गरेँ रमाइलो हेर्दै म चाहिँ आज यो राम्रो मौसमको आनन्द लिँदैछु है हजुरहरू पनि मेरो भिडियो हेरेर मजा लिनु होला यताबाट बाटो रहेछ यहाँ चाहिँ एउटा पहाडको एउटा पोखरी रहेछ होइन यो भाटाको पास चाहिँ घेरेको एउटा पोखरी रहेछ यहाँ पानी चाहिँ छैन एकदम सुक्खा रहेछ पानी रहेनछ अनि पानी नभएपछि यस्तो राम्रो रहेछ म चाहिँ आज फुल इन्जोय गर्दैछु होइन यस्तो राम्रो रहेछ एकदम पोखरी रहेछ अनि यहाँ चाहिँ एउटा फुल रहेछ म टिपिदिउँ भनेर टिपिदिउँ नटिपौँ होला नि यहाँ त केही छैन पनि यहाँ चाहिँ यस्तो सर रहेछ होइन यहाँ चाहिँ पानी रहेछ यस्तो पानी आइरहेछ
यहाँ चाहिँ हिलो हिलो छ होइन म चाहिँ बसिनँ अब अझै हजुरहरूलाई यता पनि लाँदैछु यता पनि रहेछ कस्तो राम्रो रहेछ है यहाँ यो बाटो चाहिँ घारी रहेछ होइन यो बाटोबाट हामी हिँड्न सकेनौँ गाइस म यहाँ आइसकेँ छिटो छिटो आउनु हजुरहरू मेरो फलो गर्दै यहाँ कोही कोही फोटो खिच्दैछन् राम्रो रहेछ कस्तो दामी रहेछ हेर्नु यहाँ भ्यू चाहिँ यो दुईवटा मात्रै रहेछ होइन यहाँको निशानी भन्नु रहेछ दुईवटा हेर कस्तो राम्रो रहेछ कस्तो लाग्यो भनेर चाहिँ राम्रो लाग्यो होइन मलाई चाहिँ तपाईँहरू पनि आउनु अनि तपाईँहरूलाई कस्तो लाग्छ अनि भन्नु होला थ्याङ्क यू फर वाचिङ उत्रिन चाहिँ मलाई गाह्रो भयो कि हजुरहरू चाहिँ सजिलो खालको जुत्ता लगाएर आउने चाहिँ घाम लागेन घाममा लागेर हामीले डाँडा राम्रो उज्यालो भिडियो बनाउनु पनि पाएन यस्तो घाम लाग्दैन रहेछ यहाँनिर कुहिरोले देखिन खासै यस्तो छ यो यहाँ त डेटिङ हान्ने ठाउँ पनि रहेछ गाइस अनि यहाँ चाहिँ अनि हामीलाई हेर्दा पनि लाज हुने सिचुएसन पनि देखियो दुई चार ठाउँमा होइन अब यस्तै छ हाम्रो यस्तै त हो अब के भन्ने होइन अब अगाडि पनि छ नि त्यहाँ यसो गाइस कति राम्रो भ्यू यो हाम्रो नेपाल हो है गाइस धोजी डाँडाबाट चाहिँ अब यो छथर जोरपाटी गाविसको पर्यटक स्थलबाट हामी चाहिँ अब फर्किँदैछौँ गाइस यहाँ चाहिँ सबैजना उत्रिँदै हुनुहुन्छ हामी पनि जाँदैछौँ बिस्तारै अब हामी फर्किँदै हो अब बाटोमा हिलोतिर रमाइलो गर्दै गर्दै हामी घरतिर फर्किने हो गाइस आजको मेरो यो भ्लग थ्याङ्क यू सो मच वाचिङ एन्ड केयरिङ बाई बाई हामी यो डाँडा सबै घुमेर होइन धोजे डाँडा घुमिसकेर हामी चाहिँ ब्याक टु होम